हेलो गाइज वेलकम टु माई न्यू भिडियो। र आज नेपालमा रहेको छ होली, त्यसैको लागि आज हामीहरू होली मनाउँछ पुरा राम्ररी, पुरा फ्यामिलीसित। त्यसै म बिहान उठिसकेको छ र घरको कामसाम गरिसकेपछि अब चाहिँ होली मनाउन जान्छु। आज भाउजूहरूको फेसन हो गाइज, कस्तो कस्तो पुरा डराउना हुन्छ गाइज, के भन्नु हमको सिखा रिया है। पुरा भिडियो फेसबुकबाट पनि आउनेछ। तपाईँहरू प्लिज सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने। राम्रो लाग्नुमा प्लिज लाइक एन्ड कमेन्ट। ह्याप्पी होली। आज त गर्नुपर्छ गाइज सब्सक्राइब, होलीको अप्सन हो क्या, सब्सक्राइब गरिदिनु गाइज। अनि तपाईँ हेर्नु है यो भिडियोमा पुरा कस्तो रमाइलो गर्ने हो। हामीहरू के ल्याएको छौँ, अबि लोला फोला के भन्छ त्यो सबै। आज भाउजूहरूको त खे छैन त गाइज, घरमा भेटौँ र गाइज। भाउजू लिएर जान्छु अहिले अबि लिएर। अनि खाइसकेपछि होली खेल्ने हो हामीहरू, नुहाइसुहाएपछि। त्यसपछि भेटौँ लगाएँ तपाईँको लागि, बाई बाई। अब चाहिँ म गएछु मासु लिन, अनि त्यही भेटौँ लगाएँ। म चाहिँ आइसकेको छु यता मासु लिन। अलिले सुगा बनिरहेको छ पुरा यता। बनिरहेको छ, बसिरहेको छु म चाहिँ। मासु नपाएर अब जाँदैछु उता अर्कोतिर मासु किन्न। मासु लिन आइसकेको छु, पछि अब जाँदैछु म घर। अब चाहिँ म आइसकेको छु घर। अब चाहिँ यता हेर्नु न, धेरै नै होली खेल्ने त्यो छ, एक्साइटमेन्ट छ यसलाई, कहिलेदेखि खेल्न थालेको छ। अब चाहिँ होली खेल्ने हो खाएपछि। हेर्नु गाइस, दाले एउटा काम गर्न दिनुभयो, त्यसैले सानो भाइले लिएर गइरहेको छु म कपाल काट्न। अब अनि कपाल काटेपछि अब नुहाउने मन छैन, अब त ननुहाउने। अब चाहिँ होली उठेपछि ल्याइदिन्छु भने लगाउने, अनि घरमा होली खेल्ने, अनि साथीसँग जाने होली खेल्ने गाइस। अब कपाल सपाल काटेर भेटौँ न गाइस। जहाँ चाहिँ कपाल काट्ने ल्याएको तर गाइस के दोकान सबै। अब चाहिँ एउटा दोकान जान्छु उतातिर, अब बन्द हुन्छ भने घरमा भेटौँ लगा। अनि गाइस हामी चाहिँ पुग्न आँटिसक्यो पसल यता छ। अब यो चाहिँ खुलेको जस्तो छ, यता चाहिँ खुलेको छ गाइज। अब जाँदैछु यता काट्न, पुगिसक्यो। अब चाहिँ यसले कपाल काट्छ अनि जाने होला यता। कपाल सपाल काटिरहेको छ अब चाहिँ कपाल सपाल काट्न सिधियो र हामी चाहिँ घरतिर लागे। यताहरू पुरा होली सोली खेल्नु हुँदैछ, त्यही पुरा होली सोली खेलिरहेको छ। अब चाहिँ म पनि रेडी हुने गाइज, यो गीत अब चेन्ज हुन्छ गाइज। अनि मेरो चाहिँ टी सर्ट आइसकेको छ यहाँ। कस्तो छ गाइज होलीको टी सर्ट। अब चाहिँ म पनि रेडी हुनेछ गाइज। है गाइज पुरा होलीको सुरुवात भइसकेको छ र म चाहिँ यस्तो भइसकेको छु गाइज। दाइहरू यस्तो गर्दैन सङ्कटहरू पुरा। अब चाहिँ साथीहरूसँग खेल्नु, अब मम्मी पुऱ्याउनु जान्छु हेर्नु पुरा। फाइनली गाइज अब चाहिँ म गइरहेको छु घरतिर मम्मी बुवालाई लाउन। अब घरमा हेरौँ कस्तो मोहाल छ त्यहाँ पुरै मान्छेले पुरा बाटोमै लाउँछ होला। अब जाँदैछु गाइज त्यहाँ पुगिसकेको छु र मम्मी बुवालाई सबैलाई लगाइदिँदैछु। अनि भाउजूको टर्न आइसक्यो, अब भाउजूलाई लगाइदिनुपर्छ। कुछ न कुछ तो गड़बड़ जरूर। अरे भक्सन पर्छ त फर्किनु न, फेरि आँखा पर्छ कस्तो कालो रङ छ? कालो छैन ब्लू छ। अहिले भलिबल रुक्न एकछिन ल लाउन सक्नुहुन्छ लाउनु नत्र के छिटै रेडी छिटै गो। अमृतले पनि लगाउनु पर्छ। अहिले लाउँछु म त Women. अर्को भाउजू कहाँ आइसक्यो त्यही जाउँ। हैप्पी बर्थडे छिटाउनु न टाइम
सिकाउनु न हजुर होली बादमा जाट्नु अब जानुपर्छ अहिले कोही पनि आएको हुँदैन मेरो साथी आएको छ टिका मात्रै लगाइदियो ल्याउनु खुट्टामा ल्याइदिन्छु हे भगवान् अब कारण के उरले मुखबाट पखिएछि कलर के यो के हुँदैन आउनु आज ए खुट्टामा ल्याइदिन्छु के तपाईँ के पटो लाउनु छ लाउने खुट्टामा पनि अब लाउँछ र सेम्पु ह्यापी होली बाजु मजा आया पैसाको झगडा फाइनली गाइस अब भाउजूहरूलाई लाउन भइसक्यो अनि हामी चाहिँ जानुपर्छ अब हिटमानतिर हेरौँ गाइस उताको महल कस्तो छ अब तपाईँलाई बाई गाइस फाइनली गाइस अब भाउजूहरूलाई होली सिरिसको लगाएर अब चाहिँ म गइरहेको छु हेडमानतिर अब त्यही हेरौँ गाइस के हुनेछ तपाईँको लागि बाई बाई गाइस फाइनली गाइस हामीहरू निस्किसकेको छ हेडमानको लागि अनि हामी चाहिँ सबजना भिखारीहरू छौँ सबजना भिखारीहरू हेर्नु न कसैनिर पैसा छैन खालि सेतो भूत बनेको छ सबैजना सेतो चुरेहरू बनेको छ यिनीहरू अनि चाहिँ पैसा नभएर हामीहरू सबैजना हिँड्दै गइरहेको छौँ एक नम्बरको भिखारी सबभन्दा भिखारी म मात्र चस्मा लगाइहालेँ हिरो त्यसपछि के होइन अब हेरौँ गाडी भेट्छ भने पैसा कति दिन्छ भने हुन्छ न त हिँड्दै जानु अब चाहिँ हेडमान भेटाउँछ हामीहरू उत्रिसकेपछि अब चाहिँ हामीहरू गइरहेको छ हेडमानतिर डेन्जर छ गाडी जहाँ पाइ त्यही रमाइलो गरेर पुरा खेलिरहेको छ होली हामी पुरा जहाँ पाइ त होली खेलिरहेको छ म चाहिँ मास्क लगाइहाल्छु क्या मैले नचिनोस् भनेर के गर्नु गाइस मान्छेले चिनिहाल्छ अब चाहिँ हेडमान भेटो लगाइस् तपाईँको लागि बाई बाई गाइस हामी चाहिँ पुगिसक्यो हेडमान यताको महल यस्तो छ हेर्नु गाइस पुरा धेरै डेन्जर महल छ भित्र योभन्दा पनि डेन्जर छ हेर्नु है यताको महल यस्तो छ पुरा भिडभाड छ वेलकम टु हेडमान पुरा भिड छ हेर्नु गाइस कति धेरैजना छ पुरा भरेको छ मान्छेले हेर्नु न ओ पुरा भिड छ गाइस अब चाहिँ भित्र छिरेको गाइस पुरा यताको महल यस्तो छ यता चाहिँ पुरा डान्स गरिरहेको छ हेर्नु हुँदैछ गाइस यता महल यता छ मेरो भान्जीहरू पनि आइसक्यो पुरा मान्छेको भिड छ कुम्भ मेला भन्दा पनि धेरै छ गाइस मेरो साथी चाहिँ कहाँ छ खोज्नुपर्छ अब हेरौँ गाइस साथी भेट्छ भने यता चाहिँ पुरा फ्लावरको नेसनल फ्ल्याग बनाइदिएको छ झन्डा अनि यताको महल यस्तो छ गाइस हेर्नु अनि म चाहिँ आइसकेको छु मास्क लगाएर हेर्नु न यता जहाँ पाइँदा मान्छे छ गाइस हेर्नु है म हेरिसकेको छु यता हेर्नु गाइस यता पुरा मस्त महल छ गाइस अब चाहिँ मलाई मेरो साथीलाई खोज्नुपर्छ अब त्यसलाई खोज्नु परेर हेरौँ गाइस हामी रमाइलो गर्नुपर्छ धेरै तपाईँको लागि बाबा खाँदैको यता है अनि मलाई चाहिँ प्रायः खाना थियो क्या घरमा छु घरमा चाहिँ म घर गएको थिएँ अब होली खेल्यौँ यता हेर्नु ल पुरा होली सोली खेलेर
बसेको छ। अब चाहिँ अब के गर्नु गाइस। गइरहेको छ हामीहरू घुम्न यता कस्तो खतरा लागेको छ घुम्न। हेर्नु गाइस पुरा रमाइलो गइरहेको छ जाउँ न। अब चाहिँ हामी तल गइरहेको छु घुम्न गाइस। ऊ भाइ गाइस कति डर लाग्छ क्या मलाई यस्तो बाटोहरूमा धेरै नै। अबे कति न कति डर लाग्छ क्या। हेर्नु यता पुरा मान्छेहरू खेलिरहेको छ कसले पिक्सी खानिरहेछ के गरिरहेछ। मान्छे भरेको छ पुरा। यताको भ्यू हेर्नु गाइस यो भ्यू कति खतरा लाग्छ हेर्न। खतरा भ्यूहरू छ यता। सबजना पानी मुख धोइरहेको छ पानीमा। हामी चाहिँ अब पिक्सी खाने हो त्यो पनि हालिदिन्छु यो ब्लगमा म के हानेको हामीहरू। यहाँ क्यामेराम्यानै भेटिरहेछन् के गरौँ। मान्छेहरू पुरा तेरिरहेको छ हेर्नु गाइस पुरा यहाँ। धेरै घुमघाम गरिसकेपछि अब चाहिँ हामी जाँदैछु घर। के दुईजना अल्छी लागेको छ सबैजना गइरहेको छु अब घर। अन्त के खान्छु तर के खान पाएन तिर्खा लागेर मर्नु आँटिसकेँ। अब घरमा नत्र फेरि के कतै जान्छु भने हेरौँ ल गाइस। गाइस अब चाहिँ हाम्रो घरतिर लाग्न आँटेको। अब चाहिँ घर गइरहेको छु सबैजना। यति खाइसकेको त्यसैले मेरो साथीले यता चाहिँ फ्रुटी किनिरहेको छ। कति रुपियाँ अनि के फ्रुटी आइसकेको छ हाम्रो। अब चाहिँ फ्रुटी खाने हो हामीहरू। यता चाहिँ मेरो साथी र म चाहिँ फ्रुटी खाइरहेको छु। अब भेटौँला गाइस एकछिनमा घर जाने मैले। फाइनली गाइस हाम्रो चटपटे खाने प्लान भयो। त्यसैले म मेरो साथीहरू नि यता केटा साथीहरू गइरहेको छु चटपटे खान। अब चाहिँ मेरो भान्जीको लागि त्यही पनि त्यही पर्खिन्छ। अनि तिनीहरू आउँछ भने हामीहरू घर जाने अनि यसलाई पनि लग्ने अनि त्यसलाई के के सुताइदिने यस्तो। कोही पछाडि आएछ क्या। अनि यता पछाडि आएर चाहिँ हाम्रो साथीहरू हेर्नु है गाइस। धेरै पोस्ट दिइरहेको छ धेरै आफूलाई हिरोइनी सम्झिरहेको छ क्या। अनि त्यसपछि चटपटे खाने अनि घर जाने अनि त्यो ब्लग चाहिँ फ्रेस हुन्छ। हामी चटपटे खान आइसकेको छु यहाँ पसलमा। अब चाहिँ चटपटे खाएर हामीहरू जान्छौँ घर। सिटी भेटिहाल्यो गइहाल्यो हामीहरू चटपटे खाएर। हामीहरू सबैजना घर पुगिसकेको साथीहरू खाली। अनि राम्रोमा प्लिज सब्सक्राइब गरिदिनु मलाई। यो धेरै मजा आयो गाइस। आज त धेरै मजा आयो। बाई बाई गाइस। अब मेरो एउटा अर्को न्यू भिडियोमा